हेलो साथीहरू, आज म चाहिँ मेरो कपाल काट्दिनेवालामा छु हैन। यदि मेरो परिवारले चाहिँ कपाललाई चाहिँ काट्दै भन्नुभयो भने यो हाम्रो नेपाली समाज अनुसार चाहिँ केटा मान्छेले चाहिँ कपाल छोटो बनाउनु पर्छ, लामो पाल्न हुँदैन भन्ने मान्यता छ नि त हैन। मेरो पनि कपाल लामो छ अनि समाजले चाहिँ अलिकति लामो कपाल पाल्नेलाई हेर्ने दृष्टिकोण पनि फरक हुन्छ हैन। म चाहिँ आज मेरो परिवारको धारणा बुझ्न गइरहेको छु हैन। मेरो परिवारको चाहिँ के रहेछ यो कपालको विषयमा। यदि कपाल काट भन्नेको मत बढी हो भने चाहिँ म मेरो कपाल काट्दिनेछु अनि कपाल नकाट भन्ने बढी हुनुभयो भने चाहिँ म कपाल मेरो राख्नेछु है त। लेट्स गो। अब म चाहिँ सबैजनालाई सोध्दैछु है त। हजुरआमा चाहिँ यहाँ हुनुहुन्छ, अब म आमासँग सोध्छु है त। आमा, अनि यो केटा मान्छेले कपाल पाल्न हुँदैन भन्छन् नि त, अनि अब नातिको कपाल यत्रो लामो छ, यो नातिले कपाल पाले चाहिँ राम्रो छ कि छैन अनि तपाईँलाई के लाग्छ? राम्रो छ, मेरो लागि चाहिँ राम्रो छ। अनि समाजले त पाले मान्छेलाई अलिकति चोर फटा नराम्रो भन्छन् नि त अलिकति। अनि भन्छन् नि, नबुझ्नेले भनेका। कपाल पाल्दैमा नराम्रो हुँदैन? हुँदैन, कपाल पाल्ने पाल्छन्, रहरले पाले। अब मेरो मम्मी पनि यही सँगै हुनुहुन्छ होइन। मम्मीको चाहिँ विचार के छ है त? अब मम्मी, अनि छोराले यत्रो लामो कपाल पाल्या छ, समाजले छोरा मान्छेले कपाल काट्नुपर्छ, छोटो बनाउनु पर्छ, यो पाल्ने मान्छे चाहिँ नराम्रो भन्छन् नि त। अनि हुन त नराम्रो भन्न मिल्दैन अहिले जमाना अनुसार, तर कपाल त राम्रो पारी काटेर ढाका टोपी लाएर हिँडेकै छोरा मान्छेलाई सुहाउँछ, राम्रो हुन्छ नि। छोरालाई यो कपाल पाले सुहाएको छैन? अनि सुहाउन त सुहाएको छ, सुहाए नि, तर केटा मान्छेले कपाल पाल्ने चाहिँ होइन। अहिलेसम्म आमालाई र मम्मीलाई सोद्धाखेरि चाहिँ आमाले पाल भन्नुभएको छ, मम्मीले चाहिँ पाल्दा नराम्रो छैन तर काट्दाखेरि अझ राम्रो भन्नुभएको छ होइन। अब म हजुरबुवा, ड्याडी, ठुल्ड्याडी, ठुल्मी, बहिनी, दाइ सबैजनालाई सोध्नेछु है त। यहाँ पल्लाहरूमा चाहिँ अब यहाँ ठुलमम्मी, ठुल्ड्याडी, बहिनी चाहिँ सँगै हुनुहुन्छ होइन। म अब पाले सोध्दैछु। ठुलमम्मी, यो अब छोराको कपाल यत्रो लामो छ, तपाईँलाई चाहिँ कस्तो लाग्छ यो छोराले कपाल पाले? राम्रो लाग्छ, पाल्नु, बाटेर हिँड्नु। अनि यो मान्छेले भन्दा त छोरा मान्छेले कपाल पाल्न हुँदैन, पाल्नु भइहाल्छ नि भन्छन् नि। कति राम्रो पालिछन्। मलाई सुहाएको छ भनेपछि सुहाएको छ। फाइनली ठुलमम्मीले नि कपाल नकाट भनिसक्नु भएको छ है। नकाट भन्नेको सङ्ख्या 2 जना भएको छ। अब म ठुल्याडीलाई सोध्दैछु। ठुल्याडी, अनि यो छोराले यत्रो कपाल पाल्या छ, यो समाजले भन्दा नि छोरा मान्छेले कपाल काट्नुपर्छ भन्छ, तपाईँलाई चाहिँ के लाग्छ? अनि ठिकै छ, राम्रो छ। अलिक मिलाएर चट्ट पारेर राख्नु, यसलाई सुहाइलो पाल्नु सुहाइलो छ। ठुल्याडीले नि मलाई चाहिँ कपाल पाल्नु नै भन्नुभएको छ है। अब हाम्रो प्यारी बहिनीको पालो है त। र दिपा, तिमीलाई चाहिँ अनि दाइले कपाल पाले कस्तो लाग्छ त? अनि कपाल पाले राम्रो छ, पाल्नु नकाट्नु। अनि मान्छेले भन्दा त अब केटा मान्छेले कपाल पाल्न हुँदैन भन्छन् नि त। केही हुन्न, छोरा मान्छेले नि कपाल पालेकै छन्, राम्रो छ, नकाट्नु। सुहाएको छ दाइले भनेपछि? एकदम। ल है त, मैले चाहिँ 5 जनालाई सोद्धा चाहिँ 4 जनालाई चाहिँ कपाल पाल्नु सुहाएको छ भन्नुभएको छ होइन। अनि मम्मीले चाहिँ अब काट्नु नै भने त होइन, तर पाले भन्दा काट्दा राम्रो हुन्छ भने मतलब काट्दै हुन्छ भन्नुभएको छ। अब चाहिँ म हजुरबुवालाई र ड्याडीलाई यही प्रश्न सोध्न जाँदैछु होइन। अब हजुरबुवा पनि अहिले सँगै हुनुहुन्छ होइन। हजुरबुवा र हजुरआमा अघि हुनुहुन्न थियो। अब म बुवालाई यही कुरा सोध्छु है त कपालको बारेमा। बुवा अलि कान सुन्नुहुन्न, त्यही भएर अलिक ठुल्छोरले बोल्नुपर्छ। के भन्नुहुन्छ बुबा, तपाईँलाई यो नातिले कपाल पाला कस्तो लाग्छ? बेला अनुसारले, समय अनुसारले चौपट राम्रो छ छोरो। सुहाएको छ कि छैन? सुहाइरहेछ। अनि तपाईँको विचारमा कपाल म राखौँ कि काटौँ? यो मेरो लागि त नकाटिदिए हुन्छ। राम्रो देखिया छ। नकाटिदिए हुन्छ, बरु कपालै राखेर टोपी ढल्काइदिए चौपट राम्रो अझ। ल है त, हजुरबुवाको पनि कुरा सुनिहाल्नुभयो होइन। हजुरबुवाले नि मलाई चाहिँ कपाल नकाट्नु भन्नुभएको छ। अब चाहिँ ड्याडी बाँकी हुनुहुन्छ होइन। ड्याडी खेततिर जानुभएको छ। ड्याडी खेतबाट आएपछि म ड्याडीलाई नि यही कुरा सोध्दैछु है त। ड्याडी पनि खेतबाट आइसक्नु भएको छ है। अब म यही कुरा चाहिँ ड्याडीलाई सोध्छु। छोराले चाहिँ यत्रो लामो कपाल पाल्या छ ड्याडी, अनि यो समाजको अनुसार नि छोरा मान्छेले चाहिँ कपाल काट्नुपर्छ भन्छन्, तपाईँलाई चाहिँ के लाग्छ? अनि मलाई त राम्रो लाग्छ। कपाल पाले सुहाएको छ? कपाल पालेको सुहाएको छ। मलाई नि पहिला मैले नि पाली थिएँ, अनि त्यही भनेर नकाट भनेर भनेको मैले। अनि भन्ने मान्छेले त अब छोरा मान्छेले कपाल काट्ने हो, छोरी जस्तो पाल्ने होइन, काटेकै राम्रो हुन्छ भन्छन् नि त। होइन त, आफ्नै चाहना, आफ्नै इच्छा रहर हो।
तपाईँलाई छोराले पाले राम्रो लाग्छ राम्रो लाग्छ मलाई त तपाईँको विचारमा ल कपाल काटौँ कि पालौँ भन्नु त ल हँ? पाल्ने मेरो लाग्छ कहिलेसम्म पाल्नु मन लाग्छ झर्कन लागि पाल्ने कपाल पालेकै राम्रो लाग्छ पालेकै राम्रो लाग्छ मलाई ल फाइनली ड्याडीले पनि छोरोलाई कपाल नकाट राम्रो छ भन्नुभएको छ होइन त्यही भएर चाहिँ काटभन्दा नकाट भन्नेको सङ्ख्या बढी भएर चाहिँ मैले अहिले कपाल नकाट्ने विचार गरेको छु तपाईँहरूको चाहिँ के छ विचार केटा मान्छेले कपाल पाल्दा राम्रो हुन्छ कि नराम्रो हुन्छ समाजको दृष्टिकोण चाहिँ के अनुसार छ होइन आफ्नो आफ्नो धारणा चाहिँ कमेन्टमा भन्नु होला है त